हेलो नमस्ते, तपाईँलाई स्वागत छ मेरो ब्लगमा। म चाहिँ सुबिना गुरुङ अनि बाइ टाइटल तपाईँले थाहा पाइसक्नु भएको छ भिडियो के को भनेर। अनि ढिलै भए पनि सम्पूर्ण आमाहरूमा माताले दसैँको धेरै धेरै शुभकामना। आज चाहिँ हामी मदर्स डे मनाउनको लागि मामा कहाँ जाँदैछौँ। लेसी के कस्तो हुन्छ हेरेर साथ दिनुहोला र मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला। लेसी ल त नि हामी त लाग्यो पोको कुन्तुरो बोकेर। कता जाने हो साथी तिमी? पोको बोकेर यस्तरी जाने यस्तरी बस्छ त मामा घर जाने दुःख खाइलाग्दो। फाइनली हामी चाहिँ मामा घर आइपुग्यौँ। कस्तो लो 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 हो र यो कान्छीले पठाएको हजुरलाई दसैँ रहेछ आज त धनी रिच राम्रो भयो नि नराम्रो भयो नि खै आज त भोग्न परेर नि गर्नु छैन भाग्यमानी भयो यो पैसाको फेरि मथेलाई त्यो आमालाई त्यही हाम्रो मदस्ते हामीले केक सेक ल्याएन सानो साइजको नपाएर के खुवाइदिने हो कि क्यान्ने खुवाइदिनु खुवाइदिनु खिचो खास त मिठै खुवाइदिने मिठी त नातिनले चाहिन्छ बाबा र यो मोमेन्टमा चाहिँ एकदम ह्याप्पी मोमेन्ट थियो किनभने मैले फर्स्ट टाइम चाहिँ म थिएँ र आजसँग मदर्स डे मनाउँदै थिएँ। प्लस स्याड पनि भयो किनभने मोबाइलको स्पेस फुल भएर चाहिँ भिडियो बनाएको भिडियो नै नबनेछ। कति हजारको चाहियो? 500 गरे त नबिना बिहान भइसक्यो कि हजारै भयो कति हजार चाहियो? कति लाखको चाहियो भन्नु न। 500 गर्दै ल नबिनाले गरिदिन्छ अरे यति हो अहिले दिएर होला कि ओ आमालाई दे आमालाई साइराले भयो दसैँ थुप्रै बेला लागेको दर्शन दिएन एकदम बान्नी मारे के बाँध्नुमा गाँस भयो हामीलाई चाहिँ बाँध्नु पर्दैन लगाइदिन्छु लगाइदियो फर्स्टमा नौलो झन् लगाइदिएको पढ्दै सधैँ बस्नु सधैँ बस्ने त झन् घर मुली हो नि घरि तलतिर गएर सुत्यो गएर माथि राख्छु ल भयो दिन्छ अलिक साटमलाई भिडियो गरेको हो। त्यहाँ हाल त साइले फेरि पनि हामीलाई सम्झिराख्ने लाउरेपति पाम्नी लाउरेपति यसो ढोगन आफै नजाने गयो नि जाने राम्रोसँग जाने गयो नि हल्दारसँग जाने पर्दैन हाम्रो आज छ आमाहरूसँग सम्झिने क्यापमा पर्दैन अब पैसा त काँचै रहेछ दक्षिणा मात्रै हो कि अनि मदर्स डे मनाइसकेपछि हामी चाहिँ यसरी सबैजना भेला भएर दुधु आमा आजी म थिएँ सबैजना र भेला भएर चाहिँ एक ठाउँमा बसेर रमाइलो गर्छौँ। अनि मामा घर आउनुको एक क्षणको रमाइलो भनेको चाहिँ यही हो, सबैजना मिलेर रमाइलो गर्ने खाना खाने है त साथीहरू। ओके अहिले चाहिँ रातिको 10 बजी बल्ल भिडियो इन गर्दैछु मैले। अनि थ्याङ्क यू फर वाचिङ। अहिलेसम्म चाहिँ जस्तो भए पनि हेरेर साथ दिनुभएकोमा र मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई।